नमस्कार साथीहरू। आज 27 अक्टोबर छठ पूजाको दिन दलसिंहपाडा रणबहादुर बस्ती छठ पूजा घाटको अवस्था हेर्नुहोस्। खोला बढेर के भयो, सबै पूजा गर्ने ठाउँहरू सबै भत्काइदिएर खोलाले, खोला बढेर यत्रो सानो नाला जत्रो मात्रै खोला थियो यहाँनिर। अहिले त हेर्नुहोस् त साथीहरू, यताबाट नि पानी पस्यो, पछाडिबाट पनि पानी आएर सबै यो व्रत बस्ने मान्छेहरूको पूजा गर्ने ठाउँ सब पानी कुदिरहेको छ। 3 खेप पछाडि सार्दा पनि अहिले पनि बिहानको अवस्था यस्तो छ। आजै त पूजा हो, खोला त अचानक बढेर त यस्तो पो भयो त साथी हो। हेर्नुहोस् त, पुर्सा खोलाले त यसपालि त के देख्यौ, पुरा खोला बढेर यो स्टेजहरू माथि, यो पूजा गर्ने ठाउँहरू माथि बनाएको छ। अब यो जसरी माटो भत्केर जाँदैछ, यसलाई फेरि आधा घन्टा बादमा अझै पछाडि सार्ने बेला हुन्छ। यस्तो त अवस्था भएको छ। म अमर गुरुङ इन्टरनेसनल फेस तपाईँहरूलाई देखाउँदैछु। हेर्नुहोस् त, यस्तो बिजोग भयो।